नमस्कार दर्शकबिन, कान्छी सिरियलको भाग 312ले कथालाई निकै रोमाञ्चक मोडमा पुगाएको छ। आजको भाग कान्छीको वास्तविक अपराधीहरूलाई प्रहरीको नियन्त्रणमा पुर्याउन सफल हुन्छन्, तर उनको खुसी धेरै समय टिक्दैन। अदालत पुगेपछि सहकारी वकिलले सागरलाई नै मुख्य दोषी दाबी गर्दै मेडिकल रिपोर्ट प्रस्तुत गर्छन्। कहिल्यै लागु औषध सेवन नगरेको सागरको रिपोर्टमा भने कडा लागु औषध देखिएपछि कान्छी पूर्ण रूपमा सुस्त बसिन्। अर्कोतर्फ पक्राउ परेका वास्तविक अपराधीहरूको रिपोर्ट पनि सफा आउँछ, जसले ठुलो चलखेल भएको सङ्केत पनि दिन्छ। अदालतले थप अनुसन्धानका लागि अर्को पेशी असार 16 गतेसम्मका लागि तोकिएको देखिन्छ। यो निर्णयपछि निराश बनेकी कान्छी सडकमा रोइरहेकी हुन्छन्। त्यही बेला एकजना अज्ञात युवक उनको सामु आउँछन् र सागरलाई कसरी फसाएको थियो भन्ने प्रमाण आफूसँग रहेको दाबी गर्छन्। युवकले मोबाइलमा देखाएको भिडियो हेरेपछि कान्छी छक्क पर्छिन्। भिडियोमा सागर विरुद्ध रचिएको महत्त्वपूर्ण चरित्र कैद भएको देखिन्छ। अब यही भिडियो सागरको निर्दोषित प्रमाणित गर्ने सबैभन्दा ठुलो हतियार बन्न सक्छ। के यो प्रमाण अदालतमा पुग्ला? के सागर साँच्चै छिट्टै जेलबाट मुक्त हुनेछन्? यी सबै प्रश्नहरूको उत्तर आगामी भागमा खुल्नेछ। तपाईँलाई आजको भाग कस्तो लाग्यो? आफ्नो विचार कमेन्टमा अवश्य लेख्नुहोस्। भिडियो मन परेमा लाइक, सेयर, च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोस्। धन्यवाद। जय नेपाल।